सो गाइज वेलकम टु माई युट्युब च्यानल दिस इज योर अनुप हाम्रो ब्लग चाहिँ आज घरबाट रोटी बनाउँदै सुरु हुन्छ अङ्कलले रोटी बनाउँदै हुनुहुन्छ अब रोटी बनाएर केही बेरपछि हामी माथि कठेरी आफ्नो पुर्ख्यौली थलोतिर लाग्छौँ कुलपूजा गर्नलाई लाइफमा फर्स्ट टाइम देख्दैछु मैले आफ्नो कुलपूजा कसरी हुन्छ भनेर र एकछिनपछि आन्टी पनि आउनुभयो सघाउँदै हुनुहुन्छ अङ्कललाई अङ्कल आन्टीले रोटी बनाउँदै There is no charge on my mobile. Mana charge छैन आमा पैसा साट्न जानुभयो त हजुरबा र भाइ त लखर लखर हामी कठेरी गाउँ जानु लाग्यो मेरो हातमा चाहिँ झोला छ ओके क्याच यु लेटर हामी चाहिँ त गाडीमा अङ्कल के छ एकदम अप्ठ्यारो अवस्था छ हाम्रो चाहिँ अनि माथि हाम्रो अङ्कल एकदम रमाइलो भइरहेछ यता हाम्रो एउटा हजुरबाले हेरिरहनु भएको छ हाम्रो यता गफ चलिरहेछ हजुरबाहरूको गफ चलिरहेछ जो डाँडै डाँडा उकालो यो त्रिशुली तल कस्तो भइरहेको त अनि गाडीमा बाइकमा जाने भन्ने कुरा थियो होला तपाईँको त होइन ढालामा बसेर त्यही पनि बोलेरोमा बाबा ल बट्टार यहाँबाट देखिँदो रहेछ अलिअलि कठेरी हेडिङ टु कठेरी ओहो हो बाटो हजुरबाहरूको यता छुट्टै गफ चलिरहेछ हजुर चढ्दै आमा डिलक्स बस्छ त अगाडि आमा लिच्ची रातो भएको छ पछाडिको त्रिशुली होइन है मैले रोटी चिया खाइरहेको झन्डै हामी चाहिँ आउन लाग्यो कठेरी उयो त्यो त अन्त डाँडा नाङ्गिहाल्छ नि होइन यो के अरे साल सल्लो एउटै जस्तो कि साल र सल्लोको पर्छ सिर्लिक परेर सबै सिक्किन्छ है सब सकिसक्यो जोक मात्र हो एउटा भनाइ मात्र हो
रियल लाइफमा कहिले पनि यस्तो कुराहरू हुँदैन चित्त नदुखाउनु होला कुराहरू स्कुल खोइ हेलो पाइँदैन बाजोबारी अनि मैले चाहिँ हो मेरो पढ्ने चाहिँ हो भन्ने कान्छो रिक्सा कान्छो मेरो कामी आउँ भन्न आइहाल्नु म के सुधै तपाईँ कामी आउँ भन्नुहुन्छ अब त बाँझोबारी हो बाजोबारी यो चाहिँ खतरा छ कि तर यहाँ टक्क आनन्दले बसेर एक निन्द्र सुत्न पायो भने स्वर्गम पुगे जस्तो हुन्छ यस्तो गर्मीमा चिसो शीतल हामी अब चाहिँ आउन लाग्यौँ है त दामी ल माथि अलिक चिसो चिसो होला जस्तो छ गर्मी चाहिँ गर्मी नै छ होइन यता हो कठेरी पिपल डाँडा पनि उयो मासतिर पर्छ मकैहरू बबाल छ सल्लै हामी कठेरी आइपुग्यौँ पिपल डाँडा माथि कुन हो त्यही त पिपल डाँडा माथि छ भने पिपल डाँडा माथि चाहिँ आइपुग्यो भने हजुरबा बिस्तारै 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 ल यो कठेरी हाम्रो हजुरबाहरूको अस्ति नै म एकचोटि आउँदा बनाउनु लागिरहेको थिएँ उद्या हाम्रो हजुरबाउ ड्याडहरू सब पढाए स्कुल चाहिँ हाम्रो पाला धेरै पढ्न पायो 2 क्लास पढेपछि हाम्रो पढाइ सिद्धिन्थ्यो अहिले काल धेरै पढ्नु पर्छ त्यतिखेर हाम्रो पाला 2 क्लास पढेपछि पढाइ सिद्धिन्थ्यो 2 क्लास पढ्ने बित्तिकै सक्यो अनि सिद्धिहाल्यो अहिले काल धेरै पढ्छ जाइरै पाउँदैन 2 क्लास पढिहाल्छ पास पहिला दसैँ पिङ खेल्ने यो हामी सानसानो भने ठुल्ठुलाले खेलिरहन्छ अनि कहिले जालन उनीहरू खेल्न भन्नु पर्यो हाम्रो हजुरबाहरू घर या ठुलो हजुरबाहरू घर चाहिँ यो कठेरीमा बाटोले गर्दा नि बाटोले गर्दा हाम्रो ठुलो बाटो छैन हाम्रो ठुलो बाटो देखिन्थ्यो पहिला हैसालमा अहिले छैन ओ हजुरबा हजुरबा दिदी पनि हुनुहुन्छ क्या माल बाटो छैन अहिले आउँछु अहिले हजुरबा त्यहाँ बसिरहेको बगटे पनि भलै छ पाक्न मात्र बाँकी छ अब त्यत्रो आँगन अनि त्यहाँ मुन्ने ठुलो बाटो हुँदैन अहिले छैन त हाम्रो पहिलाको घर उहाँ थियो यहाँ यो मान्छे बेलामा हाम्रो घर थियो वर्षबाट हिँड्न मिल्ने थियो हाम्रो घर उहाँ यहाँनिर यो मान्छे हाम्रो आन्टीहरू चाहिँ पहिल्यै आएर बसिसक्नु भएको छ यहाँनिर ल अब च्यानलको नाम के भन्नु त च्यानलको नाम छ पछि भन्छु लाज लाग्छ यो गाँजाको बोट हो कि भाङको हो अङ्कल गाँजाको हो कत्रो कत्रो गाँजा लभरहरू विड लभर्स
कत्रो कत्रो यार घर भन्दा नि ठुलो छ त नि तर भाङ होला जस्तो लाग्यो गाजाको बोर्डतिर नबसौँ यता हेर्नु अङ्कल खोइ अङ्कलहरू नि उतै हो हामी अङ्कल भएको ठाउँतिर गइरहेको छु माथि हजुरबाहरू घरमा चाहिँ अहिले एकछिनमा जाने फुपू दिदीहरू पनि हुनुहुन्छ जस्तो लाग्छ कल्पना दिदी आउनु भएको सागर अङ्कलहरू कता हुनुहुन्छ ओहो त्यता रेडी हुँदैछ काम कुराहरू चाहिँ अङ्कलहरू चाहिँ यता हुनुहुन्छ पूजा गर्ने ठाउँमा टक्क घरतिर हुनुहुन्छ आज हो ए कहिले आउनु भएको सन्देश घरतिर पूजा गर्ने ठाउँ बनाउँदै हाम्रो अङ्कलहरू यो चाहिँ मेरो पुर्ख्यौली गाउँ कठेरी भ्लग भन्नु न पानी लिएर आउने ल हामी नआउनु ठाउँ पहिला हो यहाँनिर धारामा धारा छ यहाँ धारा थियो नि पहिला यो त यत्रो ठुलो यो पहिरो त जाँदैन थियो अरे पहिला सानो यस्तै पानी खानी थियो अरे यहाँनिर अहिले चाहिँ यस्तो पहिरो गएछ है हाम्रो खेत पनि यतातिर कता त्यता है पहाड भने पहाड हो कि कसम भने यस्तो दामी भाइब्स आउँछ फेरि आइसकेपछि ऐसेलु यतातिर आइसकेपछि यतातिरको माहौलै भन्दैछ क्या यहाँ पहिला त कति हुन्थ्यो अहिले त यस्तो लाग्छ पानी अमला थाहा तपाईँले पानी अमला थाहा पानी अमला कस्तो हुन्छ त्यो जरामुनि हुन्छ क्या जरामुनि हुन्छ पानी अमला मलाई थाहा छैन के हो के उकालो भिरालो बाटो अहिले भर्खरै बनाउँदै पो अङ्कल यो घर यो तलबाट भस्किन्छ कि क्या हो अनि हाम्रो करण करण अङ्कल सरकार हो करण नाम भएको मान्छे धेरै वर्षपछि भेटेँ मैले हो र अब त त्यो नामहरू एकदम पुरानो भइसक्यो नि त प्रायः जस्तो कसैले राख्न खोज्दैनन् तिमी तपाईँको यस्तो भयो अङ्कलको मम्मी के अरे के होला भाइ अनि मेरो नाम भएपछि त अरूको नामै राख्न सकेन नि त मान्छेहरूले तपाईँ मान्छे फेरि त्यस्तो खतरा मेरो नाम फेरि अरूले कपी गर्यो भने त्यसको फेरि मैले ढाड भाँच्नु रमाइलो छ भनेर यी भर्खर भनिरहेको छौँ हामी चाहिँ अङ्कल घरबाट फर्केको बन्दै रहेछ फर्किने क्रममा घाम एकदम चर्को लागेको छ कठेरीमा कहाँ तलबाट यसरी मन्दिर जाने जाने ठाउँ कताबाट हो त्यहाँ तल माथिबाटै हेरौँला नि त किन गइरहनु यता आन्टीहरू मन्दिरमा पूजा गर्दै हामी चाहिँ यता कुल पूजा छ हाम्रो त्यही भएर कठेरी आएको हामी सो क्याच यु लेटर गाइज एकदमै गाह्रो स्याहार फ्यास हाम्रो आन्टी हेलो त्यो पूजा गर्ने ठाउँ बनाइरहनु भयो तपाईँहरू जानुभयो भर्खर त अहिले गएर आएको हामी
पिपल डाँडातिर जानु पर्ला जस्तो छ अब गाइज यता हेर्नु अङ्ग हामी बा पढाइ स्कुल हो तपाईँ पढाइ स्कुल है हाम्रो बाउ पढाइ स्कुल तपाईँलाई दिक्क लाउँछ भिडियो बनाउँदा भनेर भोक लागेर दालमोट हाम्रो त खेत कतिमा बेच्दै अरे हाम्रो 3 लाख 2 लाख कतिमा कति 1 रुपैयाँ थियो बढी थियो होला दाजु हाम्रो घरबाट उतापट्टिको त्यो कमलपट्टिको माथिपट्टिको होइन त एक ताका चाहिँ आएर तपाईहरु त्यहाँ बारी त बेचे छैन छ नि त बारी छ जसले हामीले गरेको नि पहिला चिन्दिन म त कुन चाहिँ हो त्यो पनि मलाई याद छ त्यहाँको बारी छ मेरो त भन्नु केही पनि छैन फेरि हरि ठुलो बाजे दिँदैन नि म त तपाईँको ठ्याक कुहिरो लगाएर लान्थेँ नि कुहिरो लगाएर रातो झोला बोक्थेँ अनि टक्क टोपी सोपी लाउँथेँ होइन कुहिरो लाएर देख्दैन बुढाले उहाँ परबाट त्यो सराइहाल्छन् अनि टक्कलाई रुखमा चढेपछि हल्लाएर थापेको छ छाम्दै त्यहाँको आफै यति त्यो झोलामा हाल्ने होइन झोला भने अनि टक्क कुहिरो लगाएर गरेर टक्क मजा हाल्यो ए भनेपछि हाम्रो एप चोर तपाईँ अहिले त बुढाले गयो नि त्यहाँ भब्बु त किन्नुपर्छ पहिला अहिले चाहिँ गयो नि ठुलो कति रुपियाँ भब्बुको भनिदिनुपर्छ भब्बु त पर्दैन खा भनेर बुढाले त्यस्तै रमाइलो छ आज घरै खान कि छैन गरे यतैबाट गएँ मैले त्यहीँ भेटेँ हामी चाहिँ गाउँको अर्ग्यानिक आँप चपाउँदैछौँ नखाए खान्छ खाली पेट खाने भने होइन मन्दिरको मजा छैन सोधेर आउनु गर्मी धेरै अघिसम्म अहिले ठिक थियो वातावरण अहिले चाहिँ गर्मी धेरै छ गाइज हाम्रो अङ्कलहरू यहाँ सब रुखको छाहारीमा शीतल छाहारीमा सागर अङ्कल एकचोटि आयो भन्नु त आदरलाई हेलो हाई हाम्रो करण अङ्कल आउँदै हुनुहुन्छ हात हलाउनु त बाबा यस्तै हिमाली बेग पहाडी बेग डाँडो यो चाहिँ बटार हो हाम्रो सागर अङ्कल घर यतैतिर छ बटार बजार हो हाम्रो घर यहाँबाट देखिन्छ नि अस्ति नि देखाउनु भएको थियो तपाईँले कता हो यताबाट देख्छ पूजा गर्ने बेलामा के पाइनुपर्छ मम्मीले के थाहा होइन नि अगाडि बढ्नु पर्यो नि खान्छु अब त अनि यसो हो नि त डन हुने घरको मम्मीले कति चिज गर्नु हो नि मम्मीले गर्नुहुन्छ चिजहरू कति तैँले गर्नुपर्ने भएर त्यही बोलाएको नि त कराउँदै आएको यतातिर ठिकै छ केटाहरू त यताबाट झरेर कहाँ पुगेछ नि त काठमाडौँ दुःख गरेर बसेको छोरालाई दुःख दिनु मन त छैन गाली गर्दा मम्मीले नछ है हो मुसुक्क हाँस्यो नि पुग्यो म त्यहाँ घर के गऱ्यो भनेर हेर्न यहाँ गर्मी छ लास्टै हावा चलेको छैन हेर्न सक्नुहुन्छ एउटा पातै हल्लेको छैन गर्मी चाहिँ तराई र यहाँ एउटै हो तराई भन्नु मात्र हो पहाड भन्नु मात्र हो उस्तै रहेछ सिचुएसन्स अहिलेको पृथ्वीको तापक्रम हाम्रो खलकको मन्दिर यो हाम्रो बागदास खलकको पुरानो मन्दिर हो यो चाहिँ हाम्रो बागदास खलकको पुरानो मन्दिर जहाँ चाहिँ हाम्रो हजुरबाउ जिजीबाउहरूले पूजा गर्नुहुन्थ्यो यो काँक्रोको बोट हो कि अङ्कल आई थिङ्क काँक्रोको बोट हो यो त चिन्नु नै भइहाल्छ तपाईँहरूले के हो सो डोन्ट निड टु एक्सप्लेन
दिस हाम्रो यता अब ठ्याक्क कुल पूजा हुन लागिरहेछ 12 बजे कि 12 बजेभित्र सिद्धाउनु पर्छ कि 12 बजेदेखि उता गर्नुपर्छ भनेर चाहिँ अलि ढिला भएर 12 बजेदेखि उता गर्ने भनेर चाहिँ बसिरहेको। अलिक कुल पूजा हुन्छ त्यसको भिडियो चाहिँ म मजाले हाल्छु। सो हाम्रो गोविन्द अङ्कल यता एक छ गर्मीले ग्रस्त। यो चाहिँ हाम्रो पुर्ख्यौली गाउँ। यहाँबाट यो आँपको बोट देखिरहनु भएको छ तपाईँहरूले। यो आँप फलेको यो चाहिँ हाम्रो हजुरबाउहरूले रोपेको आँप हो। हाम्रो राम हजुरबाउहरूको मेरो बाउको भनौँ न। अब हाम्रो अब कुल पूजा सुरु हुन लागेको छ एन्ड एभ्रिवान इज हियर। भिडियो कट नगरिकन पज गरेर फुल भिडियो हाल्छु म। यो चाहिँ अब बायु सायु आएर के चल्ने भन्ने कुराहरू गर्नुभएको छ। मलाई चाहिँ खासै थाहा छैन। मेरो नि म पनि यत्रो भइकन लाइफमा फर्स्ट टाइम कुल पूजा देखाएँ। हाम्रो धामी झाँक्री भन्ने अब डाङ्ग्री हुने उहाँ चाहिँ हुनुहुन्छ। हाम्रो अङ्कलहरू सबै यहाँ सबैले अब यो चाहिँ अघि मैले भनि नै हालेँ हाम्रो बागदास खानदानको चाहिँ मेन मन्दिर सबैले पूजा गर्ने कुल मन्दिर। अनि हाम्रो यहाँ भएको त सबैजना बागदास छ। हाम्रो आमा यता बसेर हाँसिरहनु भएको छ है मलाई हेरेर। अब हाम्रो सूर्य हजुरबा अब यता सुरु हुँदैछ भित्र। के हो मलाई खासै थाहा चाहिँ छैन तर भने अहिले सो काम त के होला नि त नि देउता उफ्राउने नि के मान्छे उफ्रिने अहिले उफ्रिन्छ मलाई छेउतिर आउन मन लाग्छ गाउँ त गाउँ देउताले उफ्राउने नि त्यो देउताले उफ्रार्दा उफ्रिने चाहिँ को एक कता बस्छ है कहाँ यतै भित्र हो। अनि उता चाहिँ त्यति मात्र गर्नु हो सबै हुने यतै हो। आधी यता आधी उता खुकुरी ठुलो भन्दा नि सानो खालको चुप्पी छैन भने मलाई त आउँदैन तिमीले लिएर अब हाम्रो यहाँ सुरु हुन जाँदैछ। हुन त अघिदेखि भने हो सुरु हुन जाँदैछ भन्दा तर हुन चाहिँ भएन। अब चाहिँ हुन लाग्यो होइन रेकर्ड गरिरहेको। यो चाहिँ जमानादेखिको घडी पनि रहेछ। पेन्डुलम वाल वाच के भन्छ यसको नाम त्यही त होला नि खतरा छ। ल अब यहाँ सुरु भयो। आफ्नो खुसी थामेर बस्नु होला यहाँ हाम्रो सबैजना हामी कल्की रमलाई जिम्मा दिएर हामी मण्डल मैनी समय आयो के आयो भन्दा म भनेको अब के भाले लिएर बस्न कुराहरू लिएर बस्नु पर्ने हो कि एकछिन पछि हो कि कसो हो? अब बस्ने हो अब आउने बाबा अनि 5 वटा अर्को बायोहरू होइन 5 दिन 8 त हो महिला 3 टा भयो ठुल्लाइको ल्याउन ठुल्लाइको जे छ हैन
मम्मी भाइले ल्याइदिनु रे कुन मम्मी ल्याइदिनु यो चाहिँ कसलाई के दिने वायुहरू मरेको मान्छे जो अकालमै अकाल्पनिक समसामयिक निधन भएको मान्छेहरूलाई चाहिँ दिने हो त्यही भएर सो हाम्रो आन्टी र आमा हेरिरहनु भएको छ मलाई तपाईँहरू दुईजनाको मात्र अनुहार देखाएको छ ठिक छ गोरा छ ए उता कहाँ कहाँ कुकु गर्न थाल्छ अब यहाँ कसलाई दिने भयो भन्ने कुरामा छुट्टिँदैछ अहिले फेरि उता पनि त्यो अघि सफा गरेको ठाउँमा खेतमा पनि त्यहाँ गएर के गर्ने हो खासै त थाहा छैन तर हेर्दा चाहिँ होस् ठिकै जस्तो लागिरहेछ अब हेरौँ के कस्तो हुन्छ बालेले के खाने त तिमीलाई बाले चिन्नल टेप पूजा दिन आँटा चाहिँ परमेश्वर के कसो होला हाम्रो चाहिँ हामीले तयार पारेको चाहिँ पूजामा गल्ती सल्ती केही भए परमेश्वर माफ गरिदिनु होला हामीले राखेपछि मलाई यो मन्दिरभित्र खेद्न नदै हो ठुलो बाबुको दिएर हुन्छ नि पानी एउटा पोथी चढाउनलाई त्यही खुट्टा भाँच्चा पऱ्यो खुट्टा भाँच्चा पोथी इज नट अलाउडेड बाई गड गडेस आवर कुल हाम्रो आन्टी पनि यहाँ रातो भाले लिएर टेडिक्क लगाएर बसिरहनु भएको छ कतिखेर पालो आउँछ र अनि जान्छु भनेर यता हुनुहुन्छ यता आमा फेरि अर्को भाले एउटा हाम्रो अङ्कल चाहिँ नाम लेखेर बसिरहनु भएको छ कसले लाइनमा राख्नु भने मलाई हराएको पोथी भेट्यो फाइनली गाइज हामी शिव हजुरबाको अनि हराउँछ त राम यो सान्दाले सान्दालेसँग न तेरो त्यो कविरमा दिएको तल आएको छ अहिलेलाई छ अरे अरू फेरि ल्याउने घन्टे आउँदै अहिले आउनु पर्छ लाउनु तपाईँ अगाडि लाग्ने होइन
आइएम करण सरकार किन लाइन ब्लग कति हो एक्सपेन्सिभ भयो है हाम्रो चाहिँ अब पूजा गर्ने थलोमा जाँदै हामी एउटा आन्टीको मोबाइलबाट भिडियो गरिदिइरहेको छु म लाने टु मच के हो के बाँच्नको लागि मान्छेहरू मेन देउतालाई देखाउ न मेन देउता भने तपाईँ होइन त भगवान् कृष्ण कृष्णको छोरा कृष्ण होइन बाबा ए त्यो चाहिँ है फेरि ल भगवान् कृष्णलाई देखाउ न कृष्णको छोरा करण शिवजीलाई देखाउ न हामी जाँदैछौँ तल अब त्यहाँ मुनि गएपछि चाहिँ भालेसाले काट्ने अब भोग दिने भन्ने कुरा पनि हुन्छ अरे हेलो हेलो गोविन्द भ्लगमा हेलो भनिदिनु हेलो गाइस दिदी हेलो भनिदिनु क्यामेराम्यान मिस्टर अनुप बागदास 12बाट स्पेसल्ली ब्लग बनाउन बोलाएको क्यामेराम्यान त ठाउँहरू दामी छ बटारहरू सब देखिने रहेछ यहाँबाट देउताको बोकेर हिँड्छ भन्छ त म मन्दिरको दबाको पनि बेर छैन हाम्रो चाहिँ अब भाले काट्न सुरु सबैले आफ्नो भाले ल्याइसक्नु भएको छ कविले दिनु सार्दै कहाँ जान्छन् भाउजू कहाँ लिनु सक्दैन यता बल्ल कुखुरा काटेर सकिँदैछ यता दुई ठाउँमा पानी तताउँदै कुखुरै कुखुरा छ लड अफ चिकन्स बबाल पानी तात्दैछ हाम्रो म आगो बालिरहेको छु उफ 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 कुखुरा बबाल किसलिम देखाइदा बबाल गर्नु छ भने दुःख पाइयो रहर पुरा भयो आगोमा बसिसक्यो अहिले नै त होला नि अब कहिले हो थाहा छैन वर्ष पनि गर्छन् होइन वर्ष हो 12 वर्षमा दुईचोटि थाहा भयो भने 12 वर्षमा दुईचोटि मात्र हो र थाहा भयो ए हाम्रो यता मालपुवा पाकिरहेछ मालपुवा स्पेशलिस्ट यता हाम्रो नै गर्छु के हो मैले आन्टी मालपुवा बनाउने आन्टी दिदी ए दिदी दिदी होला नि म त दिदी सरी माई मिस्टेक म त अंग्रेजीमा अब नै भन्छन् के अरे मलाई मात्र नदेखेर हो यहाँ भ्लगमा छ म मात्र मेरो थोतो नति भाउजूलाई त कति स्लिम देखाछ यतिको त सिलिमै हो नि
हाम्रो आन्टी मान्छे सिलिङमा अब हाम्रो कार्यक्रम सकिन लागिसक्यो भन्दा नि सकिसक्यो यता बुवा हुनुहुन्छ हेलो हेलो सब्स्क्राइब गरिदिनु फेरि अङ्कल भने बिल्ला हान्छ मान्छेहरू बिस्तारै बिस्तारै घट्दै मबाट हो अझ मेरो मुख हेरेर सब्स्क्राइब गरिदिनु मेरो भतिजलाई यता अनुहार त देखाउनु न त अनि यी गर्नु तपाईँ हिराको दाँत पनि देखाइदिउँ यी गर्नु त यी गर्नु न त एकचोटि हिराको दाँत हाम्रो अङ्कलको यी गर्नु त मजाले देखाउनु ल बाबा अहिले एउटा फोटो नि हिँड्नुपर्छ दाँतको थम्बनेलमा त्यही हाल्नु हिराको दाँत भनेर हिराको दाँत हाल्नु मान्छे भेट्यो Not Pagra. Only colleges. यो पारा र उसी एकै ठाउँमा गर्दै हुन्छ यो चाहिँ चल्छ भने ब्लगमा पुरा होइन भाले भाले यहाँनिर एकदम रमाइलो मान्छे दङ्गो हाम्रो फेरि यता अङ्कलहरू सितन होला यो चाहिँ होइन हजुर यो सितन हो हाम्रो अङ्कलहरूको सितन इज बिङ बोइल्ड हेलो हाम्रो सितन रेडी हुँदैछ अब भेट्ला नि छिनछिनमै के अरे ख्यालमै 3 कि 4 इन्च भने ओके गाइज वी आर गोइङ टु इन्ड हियर अब टक्क अब सितन उम्लिँदैछ अङ्कलहरूको यति हो आजको अब सक्यो कार्यक्रम गर्मी छ थाक्या पनि छ मोबाइलमा चार्ज पनि छैन ओके गाइज अब हाम्रो यहाँ सबै सकिया छ भ्लग पनि सकियो अब खानपिन गरेर यताउता गरेर बेलुका घर फर्किन्छौँ मोबाइलमा चार्ज पनि छैन सो सी यू सुन बाई बाई